हैन टेक्नुस् केही हुन्न यसै टेक्नु न झ्याम्म आफूले टेक्नु दुईटा खुट्टा टेक्नुस् लैदा यो दिदीलाई पनि माथि माथि अनि निस्किनु नि अनि के हुन्न लिनुस् न भने जस्तो लिनुस् न हुन्न ल है यो हटाइदिऊ हो जे पोना एक्सन क्यामेरा एक्सन अलिकति उतार भयो यो त यहाँ छैन पचास जादुवाला मेरो 50 गयो यसको लागि मेरो गर्लफ्रेन्डको लागि गिफ्ट निकाल्नु एक हातको कि दुई हातको लाने यत्रो लाने हातको हाल्नु निकाल्नु भाइ यता आउनु यहाँ सामान झ्याप्पै यसरी सामान कपडा तल पनि नगर्नु माथि पनि नगर्नु नछोड्नु है यसरी समात्नु नि यार नगर्नु गर्नु त सर्व समता भनेको के यो मान्छेलाई चाहिँ बोका रहेछ पहिला त यो मान्छे त यस्तै त होइन आउनु त ब्याग दिनु मलाई यो बहिनी डराउनु बस्नु भाइ यता आउनु तपाईँ पनि यहाँ बस्नु हात यसो गर्नु तपाईँले यसो गर्नु जादुवाला भन्नु डराउँदिन तपाईँ त मर्दाको छोरा तपाईँ छोरी हो भन्नु है मर्दाको छोरा हो डराउँदैन आइज भन्नु एकछिन छिटो यताबाट आउनु यताबाट छिटो घुमेर तपाईँ होइन यताबाट छिटो आउनु नाम के अरे तपाईँको हो निशान यता ल्याउनु साँच्ची हो नि झाटा त होइन नि ल यता ल्याउनु झुटो नबोल्नुहोस् है यहाँ त्यो हेर्ने हो छ भने छैन भने छैन नि है ल यताबाट आउनु छिटो आउनु नि यता यताबाट भनेको हेर्ने होइन किन नाचेको ए ल दुईवटा कान झ्याप्पै सम्बन्ध मेरो कान कहाँ भनेको अरे यार मान्छे यो काठ किन कति वर्ष पुग्नुभयो 21 वर्षमा यस्तो हुँदो रहेछ अलि याद आइज भन्दा यो आउँछ है नआउने है डोले ताली बजायो दाजुभाइ आउँछ व्यक्तिको ताली पनि मेरो घरमा बुढीले हालेको टाउको आउँछ भाइ टाउको आउने साथ सबैले टाउकोमा जोली हाल्ने है ल एक जोले ताली बजाइदिनु बुझ्नुहोस् अब आइज हालिदिनु है टाउकोमा हालिदिनु झ्याप्प आइज बोल्नु
सबैसँग आफ्नो आफ्नो कला हुन्छ है सबैसँग आफ्नो आफ्नो कला हुन्छ तपाईँहरूलाई बोल्न शैली चाहिँ मलाई गर्न गाह्रो छ है अब तपाईँ यता हुनु यहाँ बस्नु बस्नु खालि यता आएर यसो गर्नु यसो गर्नु सर्प होस् भन्नु के भन्छ हो भन्छ हो भन्यो हो भन्नु है तँलाई भोक लाग्छ भन्नु भन्यो जीवनमा पहिलो पटक सर्वको भाषा बुझ्ने मान्छे मोमो खान्छस् भन्नु के भने चाउमिन खान्छस् भन्नु के भने केरा खान्छस् भन्नु के भने खान्न भन्यो सर्पले नि मोमो चाउमिन केरा खान्छ त खाँदैन तेरो बाउको के खान्छस् भन्नु के खान्छस् रे भन्नु त के खान्छस् रे यता आउँछ भाइ यसलाई गाई भनिदिन सक्छ तपाईँ यहाँ घुम्न आउनु भएको कि के गर्नु यतै बस्नुहुन्छ कतिजना आउनु भएको त उहाँको साथी बहिनी ल बहिनी एकताल एउटा डम्बर समात्नु बनाउनु म यताबाट निकालिदिन्छु केही हुन्न के गर्छ यता बस्नु त ओ सर्प भन्नु त सोधो मान्छेलाई फर्काउँछ भन्नु के भन्छ हिम्मत छ भन्नु मसँग लड्ने भन्नु 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 यता तपाईँ पनि यता जाने है हुन्न यो सर्पले के गर्छ टोक्छ होला यसले टोक्यो भने के गर्ने थाहा छ बहिनी यसले टोक्यो भने यसलाई म झापा समात्छु यो सर्पले टोक्न खोज्यो भने तपाईँ पनि पछि हट्ने टोक्यो भने चाहिँ झापा लाएर यसलाई पनि टोकिदिनु तपाईँले है हुँदैन आइजो ल बहिनी झापा समात्नु 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 न आउनु बस्नु जादुवाला भन्नु म बाहिरबाट समात्दिन बाहिरबाट समात्दिन मर्दाको छोरी हो हात हाल्छु हात हाल्दिन भन्नु टाउकै हालिदिन्छु भन्नु कसको कसको टाउको टोक्री सबलाई देखाइदिउँ ल उठ्नुहोस् म सबलाई देखाइदिन्छु है त है तपाईँ हातमा नि होइन एउटा चोइस गर्दा जिउँदो मान्छे मरेको हड्डी हो त्यो समात्यो राति 12 बजे आँखा चालिन्छ है कपी गर्नु है म ल कानमा राख्नु हेलो भन्नु को बोलेको भन्नु कहाँबाट हो भन्नु अनि दुईटा पागल कि म पागल हड्डीले पर्दैन है मान्छे यो हटाइदिउँ है त जाल बन्छ हुन्छ इन्द्र जाल मसन कम सनबीर मसन मसन हिरे जिरो बङ्गल महाकाली 14 को विपनका मसन बोलेको पत्र पुरा गरिदेऊ ल मसन हौ जाल बन्छ हुन्छ इन्द्र जाल मसन कम सनबीर मसन मसन आइज आज यसरी मान्छे आज यसरी भूत साभूत परे पनि आउने मसन है अघि यसको गोजीमा के थियो तपाईँ मेरो मान्छे हो होइन है मेरो मान्छे हो होइन कसैलाई मैले चिनेको छैन मसँग भनेको एउटा यो भाइ हो एउटा म हो तर सुन्नुहोस् यहाँनिर मैले तपाईँहरूलाई एउटा इन्टरटेनमेन्ट मात्र देखाएको हो अब यो टोकरी हटाएपछि थाहा हुन्छ मान्छे यहाँ छ कि नै है यो टोकरी हटाएर देखाउँछु 1 2 3 भन्दाखेरि म जातले हिन्दू हो
तर तपाईँहरू जे धर्म मान्नुहुन्छ त्यो धर्मको नाममा 3 भन्दा ताली बजाइदिनुहोस्। तर तपाईँहरूलाई म हिन्दू भएको कारणले काठमाडौँ पशुपतिनाथको नाममा 3 भन्दा ताली बजाइदिनु होला। ताली बजाउनलाई गाह्रो नमान्नुहोस्, यो भाइ निस्किन्छ है। ताली बजाएर हाम्रो हात खिलिँदैन है, गाह्रो नमान्नु होला है। 1 2 मेरो मन्त्र भयो ती आयो आयो भयो। हेलो एकछिन यताउता नहिँडिदिनुहोस् है। ए भाइ मान्छे हालेको मान्छे आयो आयो। मैले यसलाई के देखाउँछु भनेको भाइ? भाइ साँप भूत देखाउँछु भनेको। अब यो टोकरी हटाउँछु, हटाएपछि बोल्दा थाहा हुन्छ यहाँ के बन्यो भनेर है। यो टोकरी हटाउँछु अनि एकछिन यताउता नगरिदिनु भनेको। यो लाइनबाट 3-4 जना मान्छे हिँडिदिनु भयो, यहाँबाट 1-2 जना मान्छे हिँडिदिनु भयो, मेरो कलामा लाज हानिदिनु भयो। एकछिन नहिँडिदिनुहोस् है भाइ, बन्द गर त भिडियो। यो सिङ्का यहाँ हाल्छु 2 बन्द। यो भाइको घाँटीमा एक हातमा छुरी वारपार हुन्छ, हेर्नुहुन्छ ल। को बाँकी हुनुहुन्छ यसरी एक खेल कुनै खेला सिक होइन है। यता कोही बाँकी हुन्छ ल, कोही हुनुहुन्छ ल। तेरो पालो सक्यो, अब हाम्रो पालो आयो। सुन्नुहोस् यो भाइलाई उठाइदिउँ पक्का है। म सुत्छु। अब यो भाइको घाँटीमा ट्राई गर्ने यो छुरीहरू है भाइ। यस्तो समाज यो छुरी साँच्चीमा हान्यो भने मर्दैन। सुन्नु साँच्चीमा छुरी हान्यो भने मान्छे मर्दैन मर्छ नि। मैले छुरी हानेको चाहिँ होइन है। फेरि छुरी हानेर मान्छे बचाउनु सक्ने अहिलेसम्म डाक्टर पनि छैनन् होला है। ल यता आउनु यसो गर्नु जादुवाला भन्नुहोस्। छुरी होइन, एक हात लामो तरबार बनाइदिए कहाँ हुन्छ है। मजा गरेको खुट्टे केटा अब उठ्यो ओ भाइ। को मान्छे कस्तो भन्न सक्छ? कसले कतिको नोट दिएको भन्न सक्छ? सक्दैनस् होला पक्का ओ भाइ भन्ने हो। ल सुन्नुहोस् भाइ, म तपाईँलाई 2-4 कुराहरू बताइदिन्छु। हेलो मैले पैसा कमाएँ, तपाईँहरूले केही पाउनुभयो? ओ भाइ सोधौँ त 2-4 कुरा ल है त। यो भाइले बताउँछ। अब सुन्नुहोस्, तपाईँहरूको कुनै पनि केही समस्या परेको छ, कुनै केही विषयमा जानकारी लिन चाहनुहुन्छ, कुनै पनि यताउता घरमा श्रीमान श्रीमती घरमा यता बहिनी गर्छन्, यताउता देश विदेश यताउता केही परेको छ, दुख बिमार ह्यान त्यान परेको छ भने तपाईँहरूले मलाई सम्झिन सक्नुहुन्छ। बिरामीदेखि लिएर हरेक कुराहरूमा बोयफ्रेन्ड गर्लफ्रेन्ड यताउता सबैमा है विचार गर्न सक्नुहुन्छ। बिरामी सिरामी यताउता कुनै पनि भएको छ भने तपाईँहरूले मलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ। म नम्बर पनि दिन्छु, लिएर जानु होला है। नाम हो मेरो डेभिड जादुगर। युट्युबमा पनि छ डेभिड जादुगर, त्यहाँ गएर हेर्न सक्नुहुन्छ यो आजको भिडियो डेभिड जादुगर।